Okay, hello everyone. Welcome to our show, Vishwakarma Labs present the podcast series. So हामी यो प्रोग्राममा डिफ्रेन्ट पर्सनालिटिजहरू तपाईँहरूको अगाडि ल्याउँछौँ, हामी कुरा गर्छौँ होइन. सो कति साथीभाइहरू त मैले पनि फर्स्ट टाइम भेटिरहेको हुन्छु. त्यो हिसाबमा चाहिँ अब यो कुरा कसरी जान्छ त्यो हेर्दै नै जान्छौँ. सो मोरलेस चाहिँ हाम्रो टार्गेट चाहिँ के छ भनेदेखि अपकमिङ जुन यो जेनजीको कुरा गर्छौँ अथवा चाहिँ लाइक नयाँ टेक्नोलोजीको कुरा गर्छौँ. त्यो टेक्नोलोजीबाट साथीभाइहरूले चाहिँ अब केही कुरा आफूले सिकेर केही गर्न चाहिँ आँट निक्लियोस् भन्ने चाहिँ हाम्रो सोच रहेको छ. सो त्यो हिसाबमा नै आज तपाईँलाई चाहिँ प्रोग्राममा स्वागत गर्दैछु. हामीसँग साथी हुनुहुन्छ अविनाश. वेलकम टु द सो. सो म चाहिँ अब तपाईँलाई चाहिँ अब यो प्रोग्राममा चाहिँ स्वागत गर्दाखेरि थोरै बहुत चाहिँ आफू चाहिँ र आफ्नो ब्याकग्राउन्डको बारेमा चाहिँ केही भनिदिन चाहन्छु हाम्रो दर्शकको लागि. सबभन्दा पहिला नमस्कार, म अविनाश गुरुङ, घर मध्य नेपाल नगरपालिका 8 लमजुङ हो. म चाहिँ अहिले टुङ्ग्रामा आफ्नो ब्याचलर डिग्री पर्स्यु गर्दैछु. ओके. सो यही क्रममा चाहिँ म यहाँ काठमाडौँ आएको थिएँ र काठमाडौँमा अहिले इन्टर्नसिप गर्दैछु. ओके. भन्छ नि तपाईँको पढाइ लाइक अन इयर भने जस्तो रनिङमै छ कि लाइक कम्प्लिसन नै भइसकेको छ? हजुर, रनिङमै छ. रनिङमै चाहिँ कुन सेमेस्टरमा? अहिले 5th सेमेस्टरमा. 5th सेमेस्टरमा? हजुर. बिएससी आइटी? हजुर. ओके, बिएससी आइटी. मेरो पनि कस्तो छ भने चाहिँ ब्याकग्राउन्ड चाहिँ इलेक्ट्रोनिक्स इन्जिनियरिङ हो, पोखरा अन्तर्गत नै हो होइन. मेरो चाहिँ पोखरा एफिलिएसनमा हो, एभरेस्ट इन्जिनियरिङ कलेजबाट गरेको होइन. अब कहिलेको कुरा होइन त्यो भनेको चाहिँ कहिलेको कुरा भन्ने चाहिँ अब 19 फाउन्डेन भन्छ नि, 2008 को चाहिँ म पास आउट हो. अनि त्यसपछि चाहिँ मैले के गरेँ भने चाहिँ इलेक्ट्रोनिक्स ब्याकग्राउन्डको भए तापनि मलाई प्रोग्रामिङ गर्न रमाइलो लाग्ने. अनि मैले आफैले चाहिँ काखमा चाहिँ किताब राखेर पिएचपी माइएसक्युएल भनेर भन्छ नि होइन, त्यो पिएचपी माइएसक्युएल मैले सिक्यो अरे त्यसको आधारमा जागिरहेको आफैले सिकेर है. ठ्याक्कै मेरो पनि तपाईँ यस्तै नि. के छ भन्दा मेरो नि अब मैले पढ्दा अहिले आइटी पढ्दैछु. ओके. र फेरि इन्ट्रेस्ट फेरि इन्जिनियरिङमा कि. ओके ओके है. फेरि पढ्न चाहिँ इन्जिनियरिङ पढ्यो. एक्ज्याक्टली त्यसै आइटीतिर है. सो यसरी चाहिँ स्विच भइरहेको रहेछ. अनि मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि मान्छेहरूले चाहिँ आफूलाई साँच्चीकै पढ्न मन लाग्छ आफैले खोजेको हो कि अरूले हालिदिएको हो भनेर म कहिले क्वेसन गर्छु क्या होइन. यो चाहिँ किन पनि मैले सोचेको भन्दाखेरि मैले आफैले भएको हुनाले पनि. जस्तै अब मेरो आफ्नो कुरा गर्दाखेरि होइन, इलेक्सनमा तपाईँसँग म डल कुरा त गरेँ तर सर्टेन कुरा आफ्नो राख्दाखेरि मैले कम्प्युटर इन्जिनियरिङ जोइन गरेको सुरुमा होइन. फर्स्ट सेमिस्टर मैले कम्प्युटर इन्जिनियरिङमै दिएको, तर घरबाट चाहिँ प्रेसरबाट आएर होइन कम्प्युटर इन्जिनियरिङ कम्प्युटर त जहाँ पढि नै हुन्छ, इन्स्टिट्युट त्यत्रो फाला फाल्छ होइन. भनेपछि त किन यो गर्नु पऱ्यो, इलेक्ट्रोनिक्स बेस्टहरू हुन्छ. इलेक्ट्रोनिक भयो भने चाहिँ कहाँ काममा लाग्छ भन्छ त्यो एनटिसीमा होइन अरू ठाउँमा चाहिँ जान मिल्छ भन्ने कुरा चाहिँ उनीहरूले मलाई सपना देखायो. अनि त्यो खास गरी मेरो सपना थिएन. अरूले चाहिँ उनीहरूको सपना मलाई चाहिँ ठुलो बनाएर देखाइदियो, मलाई नि हो जस्तो लाग्यो. अब पढ्न त म राम्रोसँग पढ्थेँ होइन, राम्रो ग्रेड होल्डर पनि हो. तर पछि सकिँदै जाँदाखेरि इलेक्ट्रोनिक्स इन्जिनियरिङ सकिँदै जाँदाखेरि मलाई फेरि पनि प्रोग्रामिङ नै रमाइलो लागेर आफैले सिकेर होइन अनि त्यसरी गरेको. भने तपाईँलाई चाहिँ अब जस्तै कि वेदर यु हेभ फेस दिस काइन्ड अफ सिचुएसन अर नट होइन, मैले चाहिँ के सोधेँ हुन्छ कि तपाईँ पनि लाइफमा चाहिँ यो फिल्डलाई आफैले चुज गरेको हो कि लाइक इज जस्ट सम काइन्ड अफ होइन ब्याकफोर्स चाहिँ अर्कै थियो अरूले गर्दाखेरि हो त? यसको बारेमा चाहिँ मेरो के छ भन्दा मेरो पढाइको कुरा चाहिँ मैले भनिसकेँ आइटी छ. ओके. तर पनि मेरो इलेक्ट्रोनिक्समा तर इन्ट्रेस्ट फेरि मेरो फिल्ड जुन अहिले इन्ट्रेस्टको काम चाहिँ अरूले भन्दा पनि अरूले यो गरेर तपाईँले भने जस्तो भन्यो भन्दा पनि मेरो आफै त्यो फ्लोमा गइरहेको छु. ओके. यो चाहिँ मलाई नि कस्तो खुसी लाग्यो भने चाहिँ अब दुईजनाको चाहिँ एउटा त्यो तरिकाको भाइब चाहिँ हाम्रो मिल्दो रहेछ होइन. एउटा गर्न खोजेको अर्को भइरहेको छ, सेम केस चाहिँ भइरहेको छ. सो अनि अब यसरी चाहिँ स्विचिङ गर्दाखेरि चाहिँ कतिको गाह्रो हुँदो रहेछ त अब त्यो आफ्नो ट्र्याकमा चाहिँ जानलाई चाहिँ? अब बिस्तारै दुइटाले नै मर्ज गरेर लाने कोसिसमा छु. ओके. अब अलिक टेक्नोलोजीको मेरो इन्ट्रेस्ट भएको भनेको मेन टेक्नोलोजीको फिल्डमा होइन. अब टेक्नोलोजीलाई यो मेन टेक्नोलोजीलाई अब प्रब्लम सल्भिङमा चाहिँ कसरी हामीले युज गर्न सकिन्छ. ओके. नाइस नाइस. मेन मोटिभ भनेको चाहिँ हामीले रियल वर्ल्ड प्रब्लम सल्भिङ गरेर जानुपर्ने हो. गऱ्यो नि त्यही नै हो. अब यता आइटी पढे पनि इन्जिनियरिङको काम गरे पनि लास्टमा मोटिभ भनेको त्यो हो. सो त्यो भएर बिस्तारै दुइटाले मर्ज गर्दै गइरहेको छ र हुन्छ जस्तो पनि मलाई पूर्ण विश्वास छ. ओके. भन्छ अरे अब यो गर्दै गएपछि हिँड्दै गएपछि बाटो देखिँदै जान्छ भन्थे कसैले होइन. रुमी भनेको एउटा कोट हो होइन, एज यु स्टार्ट टु वाक अन द पाथ द वे एपियर्स भने जस्तो होइन. हिँडेपछि नै देखिन्छ नत्र भने देखिँदैन. सो अब यो पढाइको जर्नी चाहिँ होइन
तपाईँ अनगोइङ पढाइ पनि छ एट द सेम टाइम यु आर पर्स्युइङ समथिङ एल्स आफ्नो ड्रिमको कुरा अथवा आफूलाई गर्न मन लाग्ने चिज पनि गर्नु भइरहेछ यो दुइटालाई चाहिँ सँगसँगै लान कतिको च्यालेन्ज छ त फर्स्टमा च्यालेन्ज चाहिँ मेरो यो इन्ट्रेस्टको फिल्डले भनौँ इन्ट्रेस्टको फिल्डमा चाहिँ के छ भन्दा यो रिसर्च एन्ड डेभलपमेन्टमा र अलिकति बढी टाइम दिनुपर्ने प्लस आफ्नै सेल्फ के भन्छ स्टडी गरेर अगाडि बढ्नुपर्ने हुन्छ ओके प्लस यसमा चाहिँ यो टेक्नोलोजी फिल्ड भनेपछि अब फाइनेन्सियली त अफकोर्स हरेक चिजमा त्यस्तो अलि धेरै नै फाइनेन्सियल चाहिन्छ ओके त्यो भएर मेन च्यालेन्जिङ चाहिँ त्यो यता मेरो इन्ट्रेस्टको फिल्डमा चाहिँ फाइनेन्सियल छ यो त पढाइकोमा चाहिँ अब पढाइलाई चाहिँ अब आफूले जति नै त्यो इन्ट्रेस्टको फिल्डसँग जोड्न खोजिरहेको छु तर कतै कतै अलिकति पढाइले पनि यो अर्को बाटो मोड्ने हो कि जस्तै नै फिल्डिङ हुने कि ए ओके त्यो चाहिँ प्रब्लम छ भन्छ नि अब यस्तो खाले फिल्डहरू सायद आजकै टाइम पिरियडमा अहिले हामी यसरी कुरा गर्दै गर्दाखेरि कतिजना साथीभाइहरूको लागि त्यस्तै फेस गरेर होला नि त एकदम होइन अब त्यो एउटा चिज भइरहेको हुन्छ अर्को चिज गरेर चाहिँ त्यो ट्युनिङ हुनलाई चाहिँ टाइम लागिरहेको जस्तो सो त्यो ट्युनिङको लागि चाहिँ अनि त्यो जगल गर्न जस गाह्रो चाहिँ गाह्रै काम छ एकदम होइन तपाईँको आफ्नो हबीको लागि भनौँ अथवा चाहिँ गर्न मलाई चिजको लागि चाहिँ फाइनेन्स एउटा जुटाउनु नि पऱ्यो अनि तपाईँले इन्जिनियरिङ भनेर भन्ने बित्तिकै अब सिएसआइटी एउटा आफ्नो ठाउँमा छ होइन अब मोरलेस चाहिँ सायद कम्प्युटर प्रोग्रामिङतिर जाला वेबतिर जाला होइन अनि अब इभन डेटाको कुराहरू नि होला त्यहाँनिर भन्ने होइन अनि एज ए इन्जिनियरिङमा चाहिँ तपाईँले चाहिँ आफूले गर्न खोजेको चिज चाहिँ के छ त अब यसो थट्सको हिसाबमा थट्सकोमा चाहिँ अब मेन मेरो मोटिभ भनेको नै इन्जिनियरिङ फिल्डमा लाग्नुको मेन मोटिभ चाहिँ लाइक अहिलेको जुन रियल वर्ल्ड प्रब्लमहरू छ जस्तै अब अहिले पोखराकै कुरा गर्ने हो भने वेस्ट म्यानेजमेन्टमा एकदम ठुलो प्रब्लम छ ओके लाइक राम्रो कुरा है अनि फेरि अहिले काठमाडौँको हेर्ने भने चाहिँ यो हाम्रो एयर पोल्युसन हो यो प्रब्लमहरू छ होइन मैले तपाईँले चाहिँ यो ठ्याक्क भिडियो बनाएको पनि हेरेको थिएँ एयर पोल्युसनको चाहिँ त्यो गरेको भिडियो हेरेको थिएँ मैले यस्तै रियल वर्ल्ड प्रब्लमहरूले नै मलाई चाहिँ अलिकति त्यो एट्र्याक्ट गरिरहेको हुन्छ कसरी सल्भ गर्ने भनेको त्यतातिर चाहिँ माइन्ड गइरहेको हुन्छ त्यसमा चाहिँ सरी हाम्रो क्वेसन त्यतिर हाम्रो चाहिँ भनेको चाहिँ अब जस्तै तपाईँको इन्जिनियरिङको पार्टलाई चाहिँ होइन कसरी चाहिँ त्यहाँनिर चाहिँ सिफ्ट गर्दा चाहिँ मिलाइरहनु भएको छ त होइन त्यो चाहिँ युज कसरी आउनु सक्छ इन्जिनियरिङको फिल्ड चाहिँ ओके अब त्यहीबाट कन्टिन्यू गरौँ स्योर अब यही प्रब्लमहरूलाई चाहिँ अब हामीले यतिकै छोड्नु त भएन हामीले फिक्स पनि गर्नुपर्छ भोलि फिक्स गर्नु चाहिँ कहाँबाट कसरी गर्नु त नि भनेर अब सोच्दै गर्दा यसमा चाहिँ मेन भनेको अब अहिलेको हरेक प्रब्लमलाई सल्भ गर्नको लागि हामीसँग टेक्नोलोजी छ अथवा छैन भने चाहिँ हामीले टेक्नोलोजी डेभलप गर्नु पर्यो हो त्यो डेभलप कसरी गर्ने क्रिएट कसरी गर्ने नै त्यो चाहिँ के भने त्यसमा तपाईँले लागिरहनु भएको छ यसमा चाहिँ लागिरहेको छ ओके भने पछाडि म पनि एउटा कुरा सोच्थेँ होइन जस्तै कि टाइम लाग्यो त्यति कुरा बुझ्नलाई पनि होइन त्यो चाहिँ के भनेदेखि प्रब्लम भनेको एक्लै आउँदैन प्रब्लम जहिले पनि सोल्युसनको साथमा आउँछ तर त्यो सोल्युसन भेट्नलाई चाहिँ अलिकति पेसेन्स चाहिँ चाहिन्छ ओके त्यो कुरा चाहिँ मैले हजुरबाट चाहिँ जान्न पाएँ होइन किनभने तपाईँले त्यो गरिरहेको कुराहरूलाई नै मैले सोचेको हो अहिले म कति ठाउँमा देखिरहेको पनि हुन्छ प्लस मेरो चाहिँ अब कुरा तरिकामा चाहिँ अलिकति फिलोसफी जस्तो चिज आउँछ क्या किनभने द्याट्स हु आई एम भने जस्तो होइन अनि त्यो मेरो सायद अब लाइफ एक्सपिरियन्सको हिसाबमा जति मैले भोगेँ नि त्यो भोगेको हिसाबले चाहिँ जुन देखेको कुराहरू एक्सपिरियन्स गरेको कुराहरूबाट मैले त्यो भन्ने र तपाईँलाई पनि त्यही नै सेयर गरिरहेको होइन किन तपाईँले पनि एउटा प्रब्लम देखिरहेछ यसलाई सल्भ गर्नु पऱ्यो भनेर चाहिँ सल्भ ठ्याक्कै के अहिले थाहा छैन होइन बट युआर अन यर ट्र्याक त्यो पर्स्यु गर्दै हुनुहुन्छ अनि अब मैले तपाईँको त्यो इन्स्टाग्रामको ह्यान्डल पनि हेरिरहेको थिएँ होइन त्यहाँ हेर्दाखेरि डिफ्रेन्ट कन्टेन्टहरू चाहिँ त्यहाँनिर छ आई थिङ्क लाइक त्यहाँ वनस्पति उद्यान तपाईँले भिजिट पनि गरेको थियो होइन सो अब यसलाई चाहिँ म चाहन्छु लाइक हाउ मच डु यु लभ टु ट्राभल ट्राभल चाहिँ मेरो हबी नै भनौँ होइन ट्राभलमा चाहिँ के छ भन्दा ट्राभल गर्दा चाहिँ आफ्नो माइन्डले चाहिँ त्यो जुन त्यो कस्तो भन्ने माइन्डको चाहिँ त्यो बाउन्ड्री अलिक फराकिलो ब्रोड बनाउन सकिन्छ क्या अब फेरि कोही बेला काममा एकदम धेरै फोकस कन्सन्ट्रेट भएर काम गरेर एकदम हात त भनौँ न तरिकाले त्यति बेला चाहिँ एकदम त्यसलाई चाहिँ अलिक फ्री गराउँछ होइन ट्राभलिङ त्यो भएर एकदम मलाई चाहिँ मनपर्छ र तपाईँले त्यो उता बोटनिकल गार्डनको कुरा गर्नु बोटनिकल गार्डनसँग चाहिँ मेरो के छ भन्दा म फेरि एग्रिकल्चर साइन्स ब्याकग्राउन्डको स्टुडेन्ट ओके नाइस नाइस यो चाहिँ गजब कुरा भयो मलाई
एग्रिकल्चर ब्याकग्राउन्डबाट आएर चाहिँ हामी चाहिँ त्यहाँ डेटाको कुरा गर्दैछौँ एन्ड देन लाइक प्रब्लम सल्भिङ त रियल वर्ल्ड सिनेरियो होइन अब एग्रिकल्चरबाट अलिकति टाढा जस्तो देखिन्छ हेर्दाखेरि होइन तर लाइक इट्स लाइक अल कमिङ टुगेदर भनेको छ सो ओके लाइक प्लिज कन्टिन्यू बोटानिकल विषयमा मेरो चाहिँ +2 आइएससी गरेको मैले इन्टरमिडिएट नि एग्रिकल्चर साइन्स ए ओके नाइस नाइस सो त्यो गरेर चाहिँ म बल्ल आइटी फिल्डमा आएको हो तर मेरो पहिलेदेखि प्यासन चाहिँ यो इनोभेसन रिसर्च धेरै चाहिँ इन्जिनियरिङ थियो होइन सो त्यो भएर त्यसरी नै सबै चिज चाहिँ गइरहेको छ बिस्तारै बिस्तारै अनि अब त्यसपछि तपाईँले चाहिँ त्यो बोटानिकल गार्डनमा जाँदाखेरि होइन सो वाट डिड यु लर्न होइन एज अ लाइक एग्रिकल्चर पढेको हिसाबले चाहिँ कतिको इन्जोय गर्नु पऱ्यो कि त देख्नु पऱ्यो लर्न गर्नुभयो बोटानिकल गार्डन के लर्न एकछिन सोचौँ है लर्न भन्दा खास गरी चिल आउट गर्न गएको खास गरी स्योर त्यो डिफ्रेन्ट खालको चिज पनि देखियो होला होइन अनि एकै ठाउँमा चाहिँ यत्रो भेराइटी पनि किनभने मैले चाहिँ क्वेसन किन स्पेसिफिक सोध्दा मलाई चाहिँ सजिलो भएको भनेदेखि तपाईँले त्यो पोस्ट गरेको थियो आई थिङ्क February 22 होइन मैले डेट हेरेको थिएँ होइन अनि म पनि लगभग त्यसकै वरिपरि चाहिँ त्यहाँनिर पुगेको थिएँ होइन अनि तर त्यो चाहिँ मेरो चाहिँ पर्पज चाहिँ इन्टायरली डिफ्रेन्ट थियो अब अहिले नै मैले डिस्कस गर्दाखेरि चाहिँ मेरो साथीभाइहरूलाई चाहिँ म यो उमेरमा आएपछि नि आई एम स्टिल पर्स्युइङ समथिङ न्यू सो न्युएस्ट चिजमा चाहिँ के पर्स्यु गर्दैछु भनेदेखि चाहिँ अब मैले टुरिस्ट गाइडको कोर्स पढिरहेको थिएँ कि होइन अनि टुरिस्ट गाइडको कोर्समा चाहिँ के भन्छ फ्लोरा एन्ड फना भन्ने हुन्छ होइन अब फ्लोराको लागि त सबभन्दा राम्रो ठाउँ हेर्ने कहाँ त बोटानिकल गार्डन होइन सो त्यो म रिसेन्टली म त्यहाँ पुगेको थिएँ अनि मैले त्यहाँनिर देखेको चाहिँ कति चाहिँ होइन त्यो हिमाल पहाड तराई गरेर पनि त्यो हिसाबको पनि एउटा त्यो बोट बिरुवाहरू देखिँदो रहेछ प्लस अब बाहिरतिरको डिग्निटरिज आएर चाहिँ उनीहरूले चाहिँ इन्डिभिजुअल रोपेको बोट बिरुवा नि रहेछ त्यहाँनिर होइन अनि त्यो देख्दाखेरि चाहिँ मलाई चाहिँ गजब लागेको थियो प्लस अब जस्तै तपाईँलाई जस्तै मलाई पनि आई लभ ग्रिनरी है मलाई ग्रिनरी एकदम मनपर्छ त्यो ग्रिनरी नभएको कारणले गर्दाखेरि सायद पोल्युसन यत्रो भयो होला नि त एकदम होइन अनि अर्को चाहिँ के पनि फिलिङ आउँछ भनेदेखि यो काठमाडौँ भनेको कचौरा जस्तै छ होइन जस्तो पोखरा पनि कचौरा जस्तै छ भ्याली हो नि त होइन अनि यो भ्यालीमा चाहिँ जति धुलो उड्न खोज्छ फेरि तल आउँछ फेरि थुप्रिरहने भयो नि त यो स्केप कसरी हुने त होइन सो त्यो चाहिँ क्वाइट अ लट अफ च्यालेन्जहरू छ सो तपाईँले अब पोल्युसनको बारेमा त्यो गर्दाखेरि सायद अब हाम्रो जोग्राफिकल स्ट्रक्चर जुन छ त्यो त्यसलाई पनि मध्यनजर राखेर केही कुरा चाहिँ निकाल्न पायो भने राम्रै हुन्छ होला सायद होइन त के तपाईँलाई के लाग्छ एकदम अब जुन अब हाम्रो एयर कसरी फ्लो हुन्छ तिनीहरू पनि त राम्रोसँग हेर्नु पर्यो हो अब एयरको फ्लो अनुसार अब हामीले त्यो के भने अब कुनै पनि फ्यान होला भेन्टिलेटर होला होइन त्यो समथिङ काइन्ड अफ चाहिँ त्यो एउटा फ्लो चाहिँ अब आफ्नै तरिकाको फ्लोमा भनिदिनु भयो भने चाहिँ त्यो इमेजिन गरेर क्या होइन केही फरक पर्दैन यस्तै हाम्रो चाहिँ जोग्राफिकल हिसाबमा कुरा भइरहेको छ ओके हो जोग्राफिकली चाहिँ के छ भन्दा अब तपाईँले भने जस्तै यो पोल्युसन चाहिँ एउटै ठाउँमा थिरिरहेको छ अब हामीले चाहिँ अब यो आफै त जाँदैन नजाने भयो नेचुरली होइन हुन हुरी पत्ता सल्जी त क्लिन हुन्छ तर मोस्ट अफ टाइम त त्यही तपाईँले भने जस्तै हुने भयो त्यो केसमा चाहिँ अब हामीले यसलाई चाहिँ यहाँ नै क्याप्चर गरेर हामीले कन्ट्रोल गर्न सकिन्छ कि भन्ने चाहिँ मेरो एउटा भिजन छ है सो जस्ट लाइक त्यो पोल्युसनलाई नै ट्र्यापिङ गर्ने कि कस्तो हो त्यो जस्तै सोचको हिसाब एकदम सोचेको पोल्युसन जुन हाम्रो मेन पोल्युसनको सोर्स भनेको अहिले कन्स्ट्रक्सन साइड कन्स्ट्रक्सन हाम्रो रोड भइरहेको छ रोड अब रोड एक्सन त्यसमा चाहिँ प्लस हाम्रो काठमाडौँको मेन सोर्स अब त्यही पोल्युसनको सोर्स हेर्ने भने चाहिँ त्यही धुलो रहेछ धुलो नै छ म्याक्सिमम हो यसलाई चाहिँ अब हामीले क्याप्चर गर्न सकियो भने चाहिँ क्याप्चर गरेर यसलाई नै माथि चाहिँ आकाशमा जानै नदिने ए ओके रोडमा धुवा निस्किरहेको छ भने ए त्यहीँनिर निस्किरहेको छ नि त्यसलाई क्याप्चर गरिदिने ए ओके है ठ्याक्कै सेम यही कन्सेप्टमा चाहिँ मैले एउटा ग्रिन एयर आइओटी भन्ने डिभाइस बनाएको थिएँ तपाईँले भिडियो देख्नुभएको डिभाइस चाहिँ त्यही हो ए ओके ओके सो त्यो डिभाइस चाहिँ के गर्छ भन्दा अब रोडको साइडमा बस्छ त्यसले चाहिँ अनि भेहिकलहरूबाट निस्किरहेको धुवाहरू हुन्छ नि त्यो लेभल अहिले त ग्राउन्ड लेभलमा हुन्छ त्यति बेला नै त्यो डिभाइसले चाहिँ यो त्यो धुवालाई क्याप्चर गरिदिन्छ ए ओके भने त्यो काइन्ड अफ सक्सन डिभाइस हो नि एकदम सक्सन डिभाइस टाइपको फिल्टर हुन्छ फिल्टर थ्रु पास गरेर डस्ट पार्टिकलहरू कार्बन पार्टिकल चाहिँ त्यहीँ क्याप्चर हुन्छ ओके फेरि त्यो एकदम क्लिन एयर हुन्छ नि फेरि एटमोस्फियरमा छोडिदिन्छ ओके यो त धेरै राम्रो कुरा हुन्छ किनभने त्यो हाम्रो रिन्युअल भन्ने जस्तै कुरा हुने भयो अनि पछाडि जस्तै कि अब फेरि मेरो चाहिँ इमेजिनेसन चलिहाल्छ है
के भन्नु त्यो सक्सन गरियो होइन सक्सन गरेपछि चाहिँ डस्ट पार्टिकल डेब्रिजहरू के हुन्छ त्यहाँभित्र आउने कार्बन पार्टिकल्स आउने भएन अनि त्यो बाँकी रहेको भित्रबाट जुन चाहिँ फोहोरलाई चाहिँ हामीले के गर्ने त हो त्यसले चाहिँ अब टाइम टु टाइम हाम्रो नगरपालिका गाडीले त्यो फोहोरहरू उठाउँदै हिँडे जस्तो टाइम टु टाइम त्यो डस्ट पार्टिकलहरू पनि एउटा फेरि त्यो डस्ट पार्टिकल म्यानेजमेन्ट सिस्टमतिर कसरी होइन ड्याम्पिङ साइडतिर गएर हुन्छ त्यसलाई नै फर्दरमा प्रोसेस गर्न मिल्छ कि होइन त्यो टाइपले त्यसलाई फेरि हामीले कन्ट्रोल गर्न सकिनु भयो भन्छ अब हामीले त्यो बाटोमा हिँडिरहेको गाडीहरू जसले धुलो उडाइरहेको हुन्छ होइन त्यो त्यहीँनिरबाट चाहिँ हामीले सोल्युसन खोज्न थाल्दाखेरि चाहिँ सजिलो होला भन्ने चाहिँ एउटा चाहिँ सोच भइरहेको छ सो विच इज भेरी नाइस होइन सो अब यही कुरा गर्दाखेरि तपाईँ अब डिजिटल एजमै हुनुहुन्छ होइन अब पढि पनि रहनु भएको छ अघि नै हामीले चाहिँ अब अलिकति कसरी च्यालेन्ज हुन्छ होइन तपाईँको आफ्नो एकाडेमिक कुरा र अनि इन्जिनियरिङको कुराहरू गर्दैथेँ अनि अब अहिले चाहिँ म के जोड्न चाहन्छु भने चाहिँ यो म्याक्सिमम् ठुलो चाहिँ एउटा प्रब्लम चाहिँ मैले देखिरहेको होइन तर अब फेरि रमाइलो पार्ट चाहिँ के हो भने चाहिँ म टिचर पनि हो होइन म पढाउँछु म चाहिँ अब के पढाउँछु भन्दाखेरि वेबसाइट डेभलपमेन्टकै कुरा पढाउँछु होइन अनि अब लाइक आई बिन लाइक टिचिङ फर लाइक क्वाइट अ लङ टाइम होइन मैले चाहिँ 2008मा मेरो इन्जिनियरिङ सकिने बित्तिकै त्यही कलेजमा पढाएको पहिला छोडेको सो मेरो क्यारियर नै स्टार्टिङ भएको चाहिँ पढाएर होइन त्यसपछि मैले अघि नै भनेको प्रोग्रामिङ सिक्ने कुरा भयो त्यसपछि त फिल्डमै गएर काम गर्ने प्रोग्रामर भएर काम पनि गरियो अनि अहिले चाहिँ अब राउन्डिङ गरेर म कहाँ आइपुगेको छु आई एम ब्याक टु द्याट बिइङ अ टिचर होइन सो टिचिङको काम पनि मेरो चलि नै रहेको छ आई लभ टु टिच अनि तर अनि मैले चाहिँ के देखिरहेको छु भन्दाखेरि यो डिजिटल डिस्ट्र्याक्सन एकदमै बढेको हो त अहिले एकदम त्यो क्वेसन अहिले चाहिँ के छ भन्दा क्वेसन नै सोध्न नि नपरिकन एन्सर यत्तिकै डिफल्ट एन्सर यस भनेर भइसक्यो एकदम अनि अब यो चिजले चाहिँ तपाईँको आफ्नो होइन अब पढाइलाई हुन्छ अथवा चाहिँ एउटा प्रोडक्टिभ वेमा जाने चिजहरू हुन्छ नि त्यसलाई कतिको चाहिँ ह्याम्पर गरिरहेछ त ओके अब यस्तो जे चिज नि अब यो मेन त अब हाम्रो चाहिँ सबभन्दा चिज अलिक डिस्ट्र्याक्ट भइरहेछ तर पनि अब फेरि हामी आफू इन्डिभिजुअलमा भर पर्ने चिज भयो कि ओके 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 अब के छ भन्दा अब हामीले एउटा सलाइलाई पनि एज अ के भन्छ अरे आगो बालेर खाना पकाउन युज गर्यो भने ओके त्यो त हामीलाई राम्रो भयो प्रोडक्टिभ भयो तर हामीले सलाइलाई जथाभावी आगो लाग्नु बल्यो भने त्यो फेरि नराम्रो भयो डिस्ट्रक्सन भयो एक्ज्याक्टली त्यसरी नै हामीले यो डिजिटल जुन हामीले डिस्ट्र्याक्ट भइरहेछ नि हो त्यो चिजलाई नै राम्रो तरिकाले युज गर्ने हो भने यसले चाहिँ एकदम हामीले फेरि नराम्रो कि राम्रो पनि हराउँछ है जस्तै अब धेरैको लागि चाहिँ अब त्यो डिस्ट्र्याक्सन भइरहेछ होइन धेरै युथहरूको लागि तर एज अ मैले चाहिँ फेरि कसरी यसलाई चाहिँ कसरी हेर्छु भन्दा मैले चाहिँ डिजिटल थिङ्सबाट चाहिँ केही चिज नयाँ लर्न गरौँ होइन त्यसले चाहिँ डिस्ट्र्याक्ट हुनुभन्दा पनि त्योबाट केही लर्निङको लागि चाहिँ युज गर्ने त्यो तरिकाले चाहिँ युज गरेर सो त्यो भएर डिस्ट्र्याक्सन हुन्छ नहुने होइन तर पनि आफूले चाहिँ त्यसलाई कन्ट्रोल गरेर त्यो तरिका लियो भने चाहिँ राम्रो तरिका लियो भने चाहिँ राम्रो तरिका युज गरेपछि चाहिँ त्यस्तो धेरै चाहिँ हुँदैन त्यो चाहिँ कस्तो राम्रो कुरा भयो होइन अब त्यो ठ्याक्कै त्यो सलाइको एक्जाम्पल पनि मलाई एकदम रमाइलो लाग्यो टक्क बाल्दाखेरि त्यसलाई कहाँ युज गर्ने भन्ने कुरा भयो अब त्यसलाई युज गर्न खाना पकाए नि भयो अथवा चाहिँ अँध्यारोको बेला मैनुती बाले नि भयो तर अब त्यही कुराले चाहिँ जङ्गल पनि डनेलो लाउँछ नि त भनेपछि आफूले चाहिँ केमा युज गर्ने भन्ने चाहिँ सो मोरलेस चाहिँ अब त्यो सलाइ भनेको चाहिँ सायद टाइम होला आफ्नो त्यो टाइमलाई कहाँ लाउने भन्न खोजे आफै भयो त्यो पनि भयो प्लस मोबाइल चाहिँ हामीले त्यो हाम्रो अहिले मोबाइलको जुन रिल्सहरू कुरा आउँछ होइन त्यो यिनीहरूले हामीले सलाइको रूपमा मान्यो भने त्यो चाहिँ अब हामीले के गर्यो अब त्यो रिल्सहरूबाट हामीले केही टेक्नोलोजीको चिज के भन्छ नलेज चिज हामीले अर्न गर्नलाई युज गर्यो भने त्यो भनेको राम्रोको लागि राम्रोलाई गरेको त्यहाँबाट अब त्यो इन्टरटेनको लागि मात्र डिस्ट्र्याक्टको लागि मात्र भयो त्यो चाहिँ अब अर्को बाटोतिर जाने भयो ओके सो अब हाम्रो चाहिँ त्यसरी नै अब जस्तै अब समय चाहिँ यता र उति भइरहेको साथीभाइ कति हुन्छ कति होइन अहिलेको टाइममा तपाईँले देखिरहनु भयो होला एकदम अझ मैले के पनि फिल गर्छु भनेदेखि एज अ बिङ अब लाइक अ प्रोडक्टिभ पर्सन लाइक यु होइन जसले केही गर्छु भनेर एउटा सोच गरिरहेको हुन्छ उसले चाहिँ यसरी डिस्ट्र्याक्सन कति साथीभाइ लगाइरहेको छ अनि लाइक माइन्डेड पिपल भेट्न कतिको गाह्रो छ लाइक माइन्डेड पिपलहरू अब भेटिन्छ तर त्यस्तो हुन्छ नि अलिकति एकदम फोकस त्यस्तो चाहिँ अलिक भेट्न चाहिँ गाह्रो छ है अनि फेरि कोही फेरि एकदम कुरा चाहिँ लाइक माइन्डेड छ कि भन्ने हुन्छ ओके त्यो एक्सन हुँदैन कि नाइस नाइस सो त्यो भएर एकदम
एक्सन पनि गर्ने प्लस लाइक माइन्डेड एकदम राम्रो थिङ्किङ पनि गर्ने जुन दुईटै पाटामा राम्रो भएको मान्छे चाहिँ भेट्ने एकदम गाह्रो छ अहिले चाहिँ गफ दिन सजिलो छ एक्सनमा जान गाह्रो छ उनी कुरा भयो त्यही भयो होइन ठुल्ठुलो गफ चाहिँ जसले पनि दिन्छ दिइहाल्छ अनि त्यस पछाडि अब उसले साँच्चीकै गर भन्दाखेरि चाहिँ नगर्ने भन्छ अब त्यहाँ सोच्नु पर्यो भने पछाडि अब साथीभाइमा पनि अब त्यो प्रोडक्टिभ छ कि छैन आफ्नै सराउन्डिङ पनि ख्याल गर्न जान्नुपर्ने रहेछ एकदम भयो अनि अब यो डिजिटल युगमा चाहिँ अब इन्फर्मेसनको बाढी आउँछ होइन पुरै बाढी छ अब यो बाढीबाट चाहिँ हाम्रो नयाँ जेनेरेसनहरू जो हुन्छ होइन हो त तपाईँ नै फ्रेस जेनेरेसन हो खासमा होइन म पर यहाँनिर जेनजीको दाइ भएर बसिरहेको छु होइन त्यही भन्दाखेरि पनि फरक पर्दैन होला तर वाट आई लभ इज पढाउने सिलसिलामा मैले नयाँ जेनेरेसनलाई नै पढाउने हो नि त अनि उनीहरूलाई बुझेर नै मैले पढाउने हो त्यो उनीहरूलाई मैले सर्टेन टाइममा चाहिँ यस्तै डिस्ट्र्याक्टेड भइरहेको छौ है हुनु हुँदैन आफूले आफैलाई हेर होइन युनिटी लुक इन्टु युर सेल्फ तिमी अरूलाई जति जज गर्छौ नि त्यसलाई चाहिँ 10 टाइम्स चाहिँ बरु आफूलाई गर न होइन त्यस पछाडि चाहिँ आफूले भनेको कुरा होला आफूले गरेको कुराहरू राइट कि रङ भने थाहा होला भन्ने कुरा चाहिँ सजेसन दिइरहेको हुन्छु होइन अनि अब म पनि अब जस्तै कि अपकमिङ तपाईँ जेनेरेसनहरूलाई चाहिँ तपाईँको टाइमलाई चाहिँ कुन तरिकाले चाहिँ युटिलाइजेसन गर्दा चाहिँ बेस्ट होला भनेर भन्न चाहनुहुन्छ त फर्स्ट थिङ चाहिँ अब लर्निङमा युज गर्नु भन्छु म लर्निङमा युज गर्नुपर्छ जति धेरै आफूले लर्न गर्यो जति धेरै आफूले बुझ्यो त्यति नै आफ्नो लागि लाइफ इजी हुँदै जान्छ कि है सो लर्निङमा युज गर्नु त्यसपछि चाहिँ अब लर्निङमा तपाईँले आफ्नो टाइम युज गरिसकेपछि त्यहाँबाट तपाईँलाई अन्डरस्ट्यान्डिङ हुन जान्छ आफूले के गर्नुपर्छ के गर्नु पर्दैन होइन अनि आफ्नो रोल के हो आफ्नो लाइक आफू यहाँ किन एक्जिस्ट गर्छ होइन त्यसको पर्पोज के हो भन्ने कुरा त्यो सबै चिजहरू चाहिँ बिस्तारै भिजुअल हुँदै जान्छ सो त्यही भएर फर्स्ट लर्निङ गर्ने अनि लर्न गरिसकेपछि आफूले के चिज लर्न गरे के चिज बुझे त्यसो चाहिँ एक्सनमा उतार्ने चाहे थोरै अथवा सानो अथवा अर्कै फिल्डको किन नहोस् होइन र आफूले चाहिँ गर्नु पर्यो कि फेरि होइन लर्न मात्रै गऱ्यो भने पुगेन फेरि उतार्नु पर्यो चाहे त्यसको रिजल्ट जस्तो सुकै आओस् है अनि आफूले लर्न गर्ने एक्सन फेरि एक्ट गर्ने अनि फेरि रिजल्ट जस्तो आउँछ कन्टिन्यू त्यसरी नै चलिराख्ने अफकोर्स पछि बेटर भइहाल्छ भने पछाडि गर्दै जाने त्यसपछि इटरेटिभ प्रोसेसमा जाने अनि त्यसको रिजल्ट हेर्ने रिजल्ट आएपछि अब त्यसलाई इम्प्रुभ गर्न मिल्छ भने इम्प्रुभ गर्नेतिर जाने चाहिँ बढ्दै जाने यो चाहिँ मैले चाहिँ एउटा त्यो कोटेसन पढेको याद आयो होइन त्यो कोटेसनमा चाहिँ के लेखाएको थियो भने चाहिँ फर्स्ट यु लर्न रे देन यु रिमुभ द एल रे क्या होइन होइन अब खासमा चाहिँ खास गरी त्यो लर्नलाई चाहिँ एललाई रिमुभ गरेको होइन अलिकति साइलेन्ट बनाए जस्तो मात्र हो एल जहिले नै हुन्छ त्यहाँ होइन किन लर्निङ भनेको त नेभर एन्डिङ प्रोसेस हो नि त होइन सो त्यही भएर चाहिँ पहिला सुरु लर्न गर्नु पर्यो अर्न भने त लर्नभित्रै छ त होइन सो जसले लर्न नै गर्दैन उसले अर्न पनि गर्दैन होइन सो त्यही भएर चाहिँ हाम्रो यो साथीभाइहरूलाई नि अब ब्रदरले अविनाशले भने जस्तै होइन मैले नाम त सही भने एकदम ओके ठिक छ अविनाशले भनेको जस्तै चाहिँ अब पहिला लर्निङलाई नै टाइम दिनु पर्यो होइन अनि लर्निङलाई टाइम दिएको हिसाबमा अघि नै हामीले जुन कुरा चाहिँ एउटा चाहिँ सोचेका थियौँ त्यो भनेको डिस्ट्र्याक्सन सो आफू कतिको डिस्ट्र्याक्टेड छ सायद त्यो पनि ख्याल गर्नै पर्यो त्यो गरिसकेपछि मात्र अनि त्यसबाट एक्सनमा गइरहनु पर्यो एकदम होइन यो एक्सनमा जानेको पनि मलाई कोटेसनहरू धेरै याद आउँछ क्या होइन जस्तै कि पाइडल चलाइराख्यो भने मात्र साइकल गुडिरहन्छ एकदम होइन मान्छे एक्सन त चाहियो नि त होइन यतिकै बस्यो भने त्यो साइकल पनि लड्नेवाला छ होइन त्यो त कहीँ पनि पुग्दैन सो त्यसले गर्दा त्यो चाहिँ कन्टिन्युस चाहिँ एफर्ट लगाइरहनु पर्यो अनि अब यही कुरालाई अगाडि बढाउँदै जाँदाखेरि तपाईँहरूको चाहिँ तपाईँको अब जस्तै कि आइटीको पढिरहनु भएको छ इन्जिनियरिङको कुराहरू भइरहेछ होइन अनि बिचमा चाहिँ यो कन्टेन्ट क्रिएट गर्ने चाहिँ जोस चाहिँ कहाँबाट आएछ अब कन्टेन्ट क्रिएट चाहिँ मेरो त्यो हबी नै भनौँ हबी नै मेरो फेरि हबी फेरि धेरै छ क्या ओके इन्ट्रेस्ट नि धेरै रहेछ हबी पनि धेरै छ सो त्यो कन्टेन्ट क्रिएट पनि एउटा हबी नै हो सो त्यसरी लिनेहरूलाई अहिले त्यस्तो प्यासन छैन अहिले ओके अनि कन्टेन्ट क्रिएटले चाहिँ अब के पनि एउटा अहिलेको टाइममा चाहिँ यो कन्टेन्ट क्रिएसन पनि एकदम नभए नहुने चिज भयो कि मान्छेमा नभए नहुने स्किल भयो कि यो पनि हो सो त्यो भएर कन्टेन्ट क्रिएसन स्किल भएपछि चाहिँ आफूले केही चिजलाई चाहिँ कसरी वर्ल्डमा चाहिँ प्रेजेन्ट गर्न सक्ने भयो कि सो त्यो भएर
त्यही तरिकाले चाहिँ मैले आफ्नो कन्सेप्टहरू पनि अब आफूमा मात्र भएर त भयो भएर त भएन अब मैले प्रोजेक्टहरू थुप्रै बिल्ड गरेँ पहिल्यैदेखि होइन अहँ, जस्तै अब इलेक्ट्रिक बाइक इलेक्ट्रिक स्कुटरहरू ए ओके अनि इलेक्ट्रिक व्हिल चेयर पनि हिसाल चाहिँ अलिअलि हेर्न बाँकी त्यो पनि पोस्ट गर्नु भएको छ हजुर ए ओके सो सबै सबै गरेँ होइन अनि त्यसपछि अब पहिला त्यो मेरो त्यस्तो कन्टेन्ट क्रिएसनतिर मैले गरेको थिएन त्यसमा प्रोजेक्टमा मात्र थिएँ अनि त्यसपछि खासै मलाई केही राम्रो भएन त्यस्तो आफूले गर्दा पनि त्यस्तो राम्रो भएन किनकि मैले त्यो चिज चाहिँ अरूको अगाडि प्रेजेन्ट गरेको थिएन प्रेजेन्ट गरेर होइन एकदम त्यसपछि मैले चाहिँ अब के गर्न पनि थालेँ भन्ने कन्टेन्ट क्रिएसनतिर पनि हल्का त्यो पनि सिकेर एक्सन गर्न थालेँ ओके है अहिले त्यस्तो पर्फेक्ट छैन जस्ट अहिले प्रेजेन्ट त गरिरहेको छु तपाईँले अस्ति देख्नुभएको त्यो एयर पल्युसनको हो सो त्यही भएर यो चाहिँ मेरो एज अ हबी नै छ अहिले चाहिँ अनि अहिले नहुने जुन स्किल भएको भएर पनि यसलाई चाहिँ मैले बिस्तारै कन्टिन्यू गरिरहेको सो द्याट इज भेरी नाइस कमेन्डेबल जब नै हो होइन यो चाहिँ कन्टेन्ट क्रिएसन भनेको र अनि एट द सेम टाइम आई थिङ्क अर्को एउटा वर्ड पनि त्यहाँ जोड्न मिल्ला होइन त्यसलाई चाहिँ के भन्छ भने चाहिँ गुड स्टोरी टेलिङ होइन एकदम सो एउटा चाहिँ कुनै पनि चिजलाई कसरी प्रस्तुत गर्ने त आफूले प्रेजेन्टेबल कसरी बनाउने सुन्ने मान्छेले सुन्नु जस्तो त हुनु पऱ्यो नि त सायद त्योसम्म पुग्नलाई त अलिकति सबैलाई टाइम नै लाग्ला होइन एवं अब हाम्रो कुराहरू पनि अब साथीभाइहरूले सुनिरहनु भएको छ कतिलाई सुन्न लागिरह होला कतिलाई चेन्ज गर्नु जस्तो लागिरह होला उइरहनु नो है यो जम्मै अब हामीले गरिरहेका छौँ सो द्याट अब इन ड्यु टाइम अझ राम्रो होस् भन्ने सोच नै हो सो तपाईँको कन्टेन्ट पनि अझै इनरिच हुँदै जाओस् होइन अनि यो कुरा चाहिँ अब नि परिष्कृत हुँदै जान्छ भने म चाहिँ कन्फिडेन्ट छु है तपाईँप्रति म चाहिँ किन कन्फिडेन्ट भन्दाखेरि चाहिँ ब्याचलर लेभल 5th सेमिस्टर रनिङ हुँदै गर्दाखेरि यति धेरै कुराहरू एक्सपेरिमेन्ट गर्नुभएको छ होइन जुन म आफैले मेरो समयमा गरेको थिइनँ होइन सो त्यो हिसाबमा चाहिँ यु ह्याड अहेड अफ माई टाइम होइन किन मैले त्यहाँ फर्केर हेर्दा त मैले त गरेको थिएन नि त होइन अनि अर्को चाहिँ के पनि फिलिङ भइरहेछ भने चाहिँ कन्टेन्ट तपाईँले प्रेजेन्ट गर्नु भइरहेछ होइन अनि अब त्यो कन्टेन्टहरू हेरेर कुनै ठाउँहरूबाट चाहिँ तपाईँले आएर हामीलाई पनि यसो बुझाइदिनुहोस् भनेर चाहिँ अहिलेसम्म त्यो कसैले एप्रोच गरेको छ कि छैन यो इनोभेसनको एक्ज्याक्टली त्यस्तो छैन मैले देखिनँ हाम्रो नेपालमा चाहिँ के छ भन्दा मैले पनि आफूले फिल गरेको चिज चाहिँ ओके यो कन्टेन्टहरू चाहिँ अब बिस्तारै त्यो आइरहेको छ मेरो त्यति चाहिँ प्रेजेन्ट गर्ने कुरा हो तर त्योबाट चाहिँ रिजल्ट चाहिँ त्यस्तो चाहिँ सोचे जस्तो आउँदैन कि अब मान्छेहरूले एकदम राम्रो छ कङ्ग्रेचुलेसन्स किप इट अप असम भनेर त भन्छ होइन तर अनि जुन गर्नु पनि सपोर्ट हुन्छ नि अब कुनै ठाउँमा अब के भन्छ कुनै ठाउँमा चाहिँ आइडियाहरू अब आफूले जानेको बुझेको कुराहरू मैले नबुझेको छ भने सेयर गर्नुहोस् एक्ज्याक्टली हो अनि हुनसक्छ कुनै ठाउँमा मलाई अब फाइनेन्सियल सपोर्ट चाहिएको हुन्छ त्यो हुन सकिन्छ त्यस्तो चिजहरूमा चाहिँ छैन कि है सो त्यो भएर कन्टेन्ट क्रिएसनबाट चाहिँ उसै त्यस्तो राम्रो उस चाहिँ आउँदैन बट स्टिल होइन मलाई चाहिँ अब खुसी चाहिँ के लाग्यो भनेदेखि चाहिँ युआर डुइङ युर बेस्ट होइन त्यहाँनिरबाट चाहिँ अनि यो एकैचोटि त सबै कुरा भइ पनि हाल्दैन होइन एकदमै त्यो ट्राइङ गर्दा 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 नै हुने छ होइन अनि मलाई चाहिँ एउटा चाहिँ रमाइलो के पनि लाग्छ भन्दाखेरि होइन पहिला जमानामा मान्छेहरू फेमस हुन्थे अरे क्या होइन अथवा प्रसिद्ध हुन्थे अरे होइन तर अहिले चाहिँ त्यस्तो हुँदैन अरे कि अहिले के हुन्छ भन्दाखेरि अहिले भाइरल हुन्छ अरे क्या नाइस अनि अब यो भाइरल भन्ने चिज चाहिँ कस्तो रहेछ भनेदेखि चाहिँ अब यो मेरो आफ्नो पर्सपेक्टिभ पनि भयो मैले कतै हेरेको पढेको पाएर पनि म त्यसलाई रिलेट गर्न खोजेको भाइरल भन्ने चिज चाहिँ कस्तो रहेछ भनेदेखि सिजनल जस्तो क्या होइन भाइरस आउँछ जान्छ होइन अब कि त अर्को नयाँ भाइरस आउनु पर्यो एकदम होइन भाइरल हुनलाई होइन नत्र भन्यो भने चाहिँ अब यो फेमस र भाइरल बिच चाहिँ अलिकति डिफ्रेन्सेस भइदियो क्या अब यहाँ होइन त्यो चाहिँ मान्छे चाहिँ फेमस कम भाइरल बढी हुन थालिरहेछ सो त्यसले गर्दाखेरि पनि मान्छे चाँडै स्विचिङ गरेर हो कि होइन एउटाबाट अर्कोमा गरेर हुन्छ प्लस अब तपाईँलाई चाहिँ के लाग्छ कि जस्तै कि अब इन्फर्मेटिभ कुराहरू भन्दा पनि बढी चाहिँ मान्छेले इन्टरटेनमेन्टमा बसिरहेको त एकदम है एकदम त्यस्तै लाग्छ नि त अब यो एउटा डार्क साइड नि भनौँ अब जुन कुरा भन्यो यसले चाहिँ डार्क साइड भन्न सकिन्छ मान्छेहरूलाई खास गरी अब जुन इम्पोर्टेन्ट दिनुपर्ने चिजहरू त यो चिज हो नि त अब हामीले इनोभेसनतिर होइन क्रिएटिभिटी यतातिर इम्पोर्टेन्ट दिनुपर्छ नि त स्किलतिर तर दिएको छैन कि मान्छेहरूले जुन त्यो
एकछिनको आयो होइन मैले भने जस्तो एकछिनको आयो भाइरस आयो अनि फेरि ऊ सिजर जस्तो त्यस्तो चलिरहेको छ होइन हो त्यो भएर पनि च्यालेन्जिङ चाहिँ छ च्यालेन्जिङ चाहिँ छ एकदम च्यालेन्जिङ चाहिँ छ अनि मैले चाहिँ अब होइन अब कुरामा जोड्दै जाँदाखेरि अब यही गफमा म महावीर पुनलाई याद गर्छु होइन होइन अब दाजुले कफल गर्ने चाहिँ म पनि त्यो इनोभेसन सेन्टरमा गएर चाहिँ उहाँलाई भिजिट गरेको थिएँ कुनै टाइममा होइन अनि एकजना सिम्पल सादा मान्छे खत्रो प्र्याक्टिस गरेर चाहिँ खत्रो गरेर चाहिँ त्याग गरिरहेछन् होइन अनि म कहिलेकाहीँ तलपट्टि त्यहाँ उहाँको चाहिँ पोस्टको कमेन्टमा पढ्छु होइन मान्छेले उडाइरहेको हुन्छ होइन अनि सोध्छु होइन आफूले गरे नि हुन्थ्यो नि उडाउनु चाहिँ किन होइन कि त आफूले गरेर देखाउनु पर्यो होइन यस्तो यस्तो सोचहरू पनि आउँछ अनि जो चाहिँ अब जो होइन स्याडोमा बसेर आफ्नो तरिकाले चाहिँ केही काम गरिरहेको हुन्छ होइन त्यस्तो साथीभाइ नि छन् होइन त्यतिबेला मजाले छन् अनि मलाई एउटा डर चाहिँ के पनि लाग्छ भनेदेखि ठिक छ अब होइन बिहाइन्ड द सिन बसेर गरिरहेको नि होला होइन कति ट्राई आउट नि गरेर होला त्यो चिजले चाहिँ पछि गएर अब जुन जति नै सोसियल मिडिया भने पनि होइन एन्टी सोसियल हुने चान्सेस चाहिँ कतिको देख्नुहुन्छ सोसियल मिडियाको कारणले एन्टी सोसियल हुने कि किन मान्छे त भेट्न गएको छैन होइन फेस गर्ने क्यापेसिटी त गयो होइन कोही मान्छे छ नयाँ मान्छेलाई बोल्नु पऱ्यो भने कहाँबाट सुरु गर्ने थाहै छैन होइन भने पछाडि चाहिँ उसलाई फेरि बिहाइन्ड द सिनबाट एक्लै चाहिँ गर्न आउँछ है कति कुराहरू होइन किनभने उसले रिसर्च गरिरहेछ उसलाई आउँछ तर चाहिँ त्यो एउटा चाहिँ एन्टी सोसियल बिहेभियर जस्तो नै हुनसक्छ नि त होइन त्यो हुने चान्सेसहरू कतिको देख्नुहुन्छ त अब मैले अब आफ्नो नजिकको आफ्नो फिल्डको साथीहरूले हेर्ने भने पनि तपाईँले पनि हल्का यस्तो देख्नु भएको छ होला जुन एन्टी सोसियलको कुरा गर्ने अब यो ब्याकग्राउन्डमा बसेर काम त गरिन्छ टेक्निसियनहरू मेन हुन्छ होइन जुन कोडिङहरू प्रोग्रामिङहरू गरिरहेको हुन्छ आइटीमा होइन उनीहरूको चाहिँ त्यस्तो धेरै सोसियल लाइफ चाहिँ त्यस्तो बेटर हुन्न कि हुन त तपाईँले भने जस्तै ठ्याक्कै त्यो चाहिँ सोसियल लाइफ सोसियल मिडियाको कारणले मान्छेहरू अगाडि प्रेजेन्ट आफू हुन्न तर पछाडिबाट चाहिँ भइरहेको त्यो एन्टी सोसियल चाहिँ त्यो अटोमेटिक ह्युमन साइकोलोजिकल्ली त्यो भइरहेछ अहिले किनकि मान्छे आफै नै प्रेजेन्ट भएन त त्यो भएपछि त अब कसरी उसले सोसियल्ली जुन उसको बडीले उसको बायोलोजिकल्ली सोसियलाइजेसन भन्ने चिज त्यहाँ फिल नै हुँदैन नि त त्यो भएपछि त अफकोर्स यो एन्टी सोसियल चाहिँ गइरहेछ नि अब त्योलाई चाहिँ अब जस्तो कि मैले पनि अहिले किन भनेको भन्दा चाहिँ जस्तो कि तपाईँले कुनै एउटा प्रब्लम देख्नुहुन्छ होइन त्यो प्रब्लम देखेपछि के गर्ने भन्ने कुरा भयो नि त अब मैले त देखेँ नि त्यो कुरालाई अब यसलाई के गर्न मिल्छ होला जस्तो लाग्छ त यसो सेयरिङै गरौँ यो यसको लागि चाहिँ अब आफैमा भर पर्ने चिज मलाई लाग्छ अब मैले चाहिँ अब यस्तो गर्नुपर्छ भन्दैमा कसैले चाहिँ कसैको लागि त त्यो नहुन सक्छ आफ्नो भर पर्ने चाहिँ आफूले कसरी त्यसलाई लिने हो आफूले कसरी त्यसलाई एक्ट गर्ने हो अनि कसरी ओभरकम गर्ने त्यो आफ्नो भर पर्छ ओके सो अब यहाँनिर हामीले धेरै नै कुराहरू चाहिँ गरिरहेछौँ होइन अब मोरलेस चाहिँ प्रोडक्टिभको कुराहरू नि भयो डिस्ट्र्याक्सनको कुराहरू भयो होइन अनि टपिक्सहरू यसरी आइ नै रहन्छ अनि अब ब्रदरले आफ्नो एक्सपिरियन्स पनि अब बनाउँदै लानु भइरहेको छ होइन ब्याचलर लेभल गरिरहनु भएको छ आफ्नो कुराहरू छँदैछ होइन अनि म चाहिँ अब यो टिचिङ फिल्डको हिसाबले हेर्दाखेरि मैले चाहिँ सर्टेन टर्मिनोलोजीहरू चाहिँ क्याच गरेर राखेको छु होइन जस्तै यो डिस्ट्र्याक्सनको कुरा त्यही भएर आएको एन्टी सोसियल कुराहरू त्यही भएर आएको किनभने मैले देखिरहेको छु कि आफ्नो आँखा अगाडि देखेको हुनाले त मैले त्यो भनिरहेको नि त त्यो त्यतिकै हावा गफ दिएको त होइन अनि अर्को एउटा चाहिँ प्रब्लम चाहिँ मैले के फिल गरिरहेको छु होइन हुन त तपाईँले एन्सर दिइसकेको छ है एन्सर चाहिँ दिइसकेको छ त्यही पनि म चाहिँ त्यसलाई डिस्कसन गर्न चाहन्छु होइन मान्छेको साँच्चीकै एटेन्सन स्प्यान खस्केको हो त मलाई आफूमा फर्स्ट त आफूमा मलाई फेरि आफू तपाईँले भन्नुभएको छ अरूले जज आफूमा हेर्दा चाहिँ मलाई चाहिँ एकदम हो लाग्छ होइन किनकि अब लाइक अब रिसर्चहरूले पनि भनिसकेको छ कि अब अहिले ह्युमन हामी मान्छेहरूको चाहिँ त्यो अटेन्सन स्प्यान चाहिँ घट्यो भने रिसर्चले भनिसक्यो मैले भन्ने कुरा धेरै छैन एकदम घट्यो अहिले चाहिँ अब हाम्रो जुन सराउन्डिङ नै त्यस्तो भइरहेको छ डिजिटलाइजेसन भइरहेछ होइन भाइरल आयो सिजन भाइरल भयो सिजन गयो सबै त्यो भइरहेछ होइन एकैछिनमा जुन 8 सेकेन्डमा 5 सेकेन्डमा अब रिल्स चेन्ज भएछ त हो त्यसले गर्दा नै अब हाम्रो बडीलाई पनि अटोमेटिकल्ली अटेन्सन स्पेन टाइम चाहिँ घटाइरहेको कि अब यसले त धेरै कुरालाई इम्प्याक्ट गर्छ नि त पढाइदेखि लिएर रिसर्च गर्न मन लागेको चिजदेखि लिएर हरेक चिजमा असर गर्छ
अब थ्योरी पनि मैले जोडेँ कि प्रब्लम त सबले आफूले आफैबाट चाहिँ सोल्युसन निकाल्ने हो निकाल्ने होइन तर सबैभन्दा पहिले चाहिँ के चाहिँ नोटिस गर्नु पर्यो भनेदेखि प्रब्लम त हो नि भनेर होइन एक्ज्याक्ट प्रब्लममा त छु भनेर फिल त गर्नु पर्यो होइन नत्र भने सोल्युसन कसरी खोज्नु एक्ज्याक्टली अनि मैले चाहिँ आफ्नो स्टुडेन्टहरूलाई नि के भन्ने गर्छु भनेदेखि चाहिँ होइन तिमीहरू धेरै नपढ है हेर कसरी भनिरहेको छु होइन तिमीहरू धेरै नपढ है किनभने धेरै पढ्न तिमीलाई गाह्रो छ होइन अब के चाहिँ गर भन्दाखेरि दिनको मात्र 15 मिनट होइन मेरो सब्जेक्टलाई चाहिँ देऊ होइन दिनको मात्र 15 मिनट मेरो सब्जेक्टलाई चाहिँ देऊ होइन अरू सब्जेक्टलाई नि 15 मिनट देऊ न के जान्छ र होइन यसै त सोसियल मिडियामा चाहिँ 4 घन्टा दिइसक्यो होइन मैले 15 मिनट त मागेको छु धेरै मागे हो त होइन सो 15 मिनट मैले किन मागिरह भनेदेखि चाहिँ त्यो 15 मिनट गएर भोलि पर्सि गएर आधा घन्टा बनाउनुहोस् न होइन सुरुमा 15 मिनट त दिउँ न सो अब मैले चाहिँ अब एक कुराबाट चाहिँ अब म आफ्नो स्टुडेन्टहरूदेखि लिएर होइन साथीभाइहरू जो यङ्स्टरहरू छ होइन जो अब तपाईँ जस्तै पढिरहेको पनि होला उहाँलाई चाहिँ एउटै सजेसन दिन्छु कि 15 मिनट त पढौँ होइन 15 मिनट त पढौँ त्यति पढ्न नि च्यालेन्ज भयो क्या यहाँनिर एकदम होइन किनभने टिकटकको रिल्स त्यो अथवा टिकटक रिल्सहरू यताउति हेर्दाखेरि 15 सेकेन्डको भिडियो चाहिँ स्वाइप हानिदिन्छौँ हामी हेर्न सक्दैनौँ होइन भने पछाडि 15 मिनट पढ्न धेरै गाह्रो भयो सो यो गुमाएको चिजलाई चाहिँ गेन गरौँ न होइन सो अनि आफैसँग नि धेरै कुरा गरौँ अलिअलि होइन अरूहरूलाई खासै देखाउनु पर्ने चिज छ र कसैलाई छैन होइन केही पनि छैन होइन बरु आफूले ट्राई गर्नुपर्ने चिज छ भने चाहिँ गरौँ किन अघिदेखि नै सुरुदेखि नै हामीले भनेको कुरा नै त्यही हो होइन सानो चिज जेसुकै होस् होइन मलाई फेरि पनि महावीर पुन्दाईको चाहिँ याद फेरि कहाँ आयो भनेदेखि चाहिँ तपाईँहरू अचेलको युथहरूलाई के गर भन्न चाहनुहुन्छ भनेर उहाँले के भन्नुहुन्छ केही नगर त भने जेसुकै गयो भने चाहिँ खाली नबस भने हो नि त होइन जेसुकै गर गर्नु त गर दादा होइन मैले नै भन्नुपर्छ र यो गर भनेर होइन त्यही जेसुकै गर होइन काट तिखारेर मात्र बस्न न त्यही के राम्रो चिज बन्ला होइन माटोसँग खेल न त्यही राम्रो चिज अर्को बन्ला होइन जे छ त्यसमा गरिराख न गिटारसँग त बजाऊ उयो गिटार चाहिँ यहाँ छेउमा होइन गिटारसँग बजाइराख 2 वर्षसम्म बजायो भने त के होला केही होला होइन भन्छ त्यो लेभलको पेसेन्स चाहिँ अहिलेको एकदम आवश्यकता जस्तो लागिरहेछ होइन हामी ब्रदरसँग कुरा गर्दै जाँदाखेरि धेरै कुराहरू होइन अब आइटीको कुराहरू पनि गऱ्यौँ प्लस ह्युमन साइकोलोजीको कुराहरू कसरी असर गरेछ कुराहरू गऱ्यौँ अनि अब तपाईँले एआई चाहिँ कतिको युज गर्नुहुन्छ आफ्नो लाइफमा एआई त अब अहिले युज नगरेर पछि परिन्छ है युज गर्यो भने चाहिँ पछि परिन्छ कि म पनि जोड्छु मैले युज गरेको एउटा तरिका छ होइन म भन्छु नि तर पनि फेरि जाओस् तपाईँको कन्टिन्यू गर्नु त के चाहिँ अब युज गर्यो भने किन पछि परिन्छ यस्तो के अब अहिले स्किलको कुरा गर्ने एआईहरू चाहिँ अहिले लाइक एक्जाम्पलै लिउँ अब मलाई अब कोडिङ गर्नु छ कोडिङ गर्नु छ मैले चाहिँ अब अहिले पाइथन सी पढेको छु तर मैले चाहिँ यता रिएक्ट जावा यता चाहिँ पिएचपीमा काम गरेको छैन तर मलाई चाहिँ त्यो चिज चाहियो अब मैले पुरा रातभरि बसेर किताब पढेर पुरा डकुमेन्टेसन पढेर जानुभन्दा पनि एआईसँग ट्याक्क काम गरेर अगाडि बढ्नु त फरक हुन्छ नि त्यसमा टाइमको कुरा आउँछ प्लस अब के हुन्छ भन्दा अब मेरो साथी अब तपाईँले चाहिँ एआई युज गरेर अगाडि बढ्नुभयो म चाहिँ त्यो पढेर गएर बस्यो भने त प्रोडक्टिभ को हुने भयो ओके एक्ज्याक्टली हो टाइम पनि त्यसमै त्यस्तै नै जाने भयो प्रोडक्टमा त्यो भएर एआई युज नगरेर चाहिँ पछि परिन्छ है मैले चाहिँ यसमा होइन फिल गरेको होइन अब मैले आफैले चाहिँ मैले पहिला अर्को एकजना साथीसँग नै कुरा गरेको थिएँ जस्तै कि मलाई चाहिँ एउटा ल्याङ्ग्वेज सिक्न मन लाग्यो सबै स्पेनिस होइन मैले एआईलाई चाहिँ जेमिनाईलाई चाहिँ अर्डर दिएँ होइन लु म चाहिँ अब 10 क्लासको बच्चा जस्तै हो होइन मलाई नयाँ ल्याङ्ग्वेज सिक्नु परेको छ होइन मलाई चाहिँ यो फलानु ल्याङ्ग्वेज सिक्नु पर्यो मेरो लागि चाहिँ कोर्स कन्टेन्ट बनाइदिउँ होइन कि म त 0मा छु होइन फेरि त्यही लेभलबाट सोचेर मलाई चाहिँ एउटा कोर्स बनाइदियो भनेको उसले सरल बनाइदियो महिना दिनुभएको होइन त्यति भने चाहिँ मैले प्र्याक्टिस गर्दै बसेँ भयो नि त अब एक्ज्याक्ट होइन अनि यो प्र्याक्टिस गर्दै बस्दाखेरि चाहिँ एउटा कुरा चाहिँ के ख्याल गर्नुपर्ने रहेछ भने चाहिँ लेख्नु पनि पर्दो रहेछ है लेखेर सिक्नु होइन टाइपिङ गर्ने आफ्नो नाममा छैन तर लेखेर कपीमा गऱ्यो भने चाहिँ काइन्ड अफ मसल मेमोरी पनि बस्दो रहेछ त्यो चाहिँ लेख्ने काम चाहिँ छोड्नु हुँदैन रहेछ होइन त्यति गऱ्यो भने चाहिँ अब मलाई चाहिँ थोरै बहुत अब म चाहिँ अलिअलि सर पढेर चाहिँ बुझ्न थाले जस्तो हुन थाल्यो क्या
यो भनेको चाहिँ गिभन लाइक 2-3 मन्थ्सको टाइम पिरियडमा भनौँ न कुनै बेलामा मैले एआईको बिना चाहिँ अलिक सर्टेन चिज ट्राई गरेको थिएँ तर छुट्दै गयो होइन अब चाहिँ मैले एआईलाई नै मैले साथी बनाएँ क्या उनी मेरो चाहिँ अब होइन टिचिङ पार्टनर भयो उसले मलाई सिकाउँछ एआईको युज नगरे पछि परिन्छ भन्ने कुरा हुँदैछ ओके सो अब हामीले एआईको चाहिँ तपाईँले भनेको जस्तो चाहिँ रातभरि बसेर चाहिँ प्र्याक्टिस गरेर अथवा चाहिँ एआईको चाहिँ जुन कुरा चाहिँ नयाँ कुरा सिक्न मिल्छ भन्ने कुरा थाहा भयो होइन ठ्याक्क मैले नै इम्प्लिमेन्टेसन कसरी गरेँ भन्दाखेरि मलाई एउटा नयाँ ल्याङ्ग्वेज सिक्न मन लाग्यो मैले चाहिँ अब एआईलाई चाहिँ के अर्डर दिएँ भनेदेखि चाहिँ लु म चाहिँ क्लास 10 नपढ्ने बच्चा जस्तै हो मलाई यसको बारेमा थाहा छैन मलाई सिकाउनु पर्यो मलाई डेली बेसिसमा चाहिँ सर्टेन कोर्स बनाइदिनु भने उसले मन्थको कोर्स बनाइदियो अनि मैले चाहिँ एभ्रिडेको चाहिँ प्र्याक्टिस गर्दै जाँदाखेरि मलाई नयाँ ल्याङ्ग्वेज आयो होइन भने पछाडि चाहिँ एआईले चाहिँ कसरी चाहिँ युज गर्ने भन्ने कुरा भयो तर आफू मिसयुज चाहिँ हुनु भएन होइन सो हाम्रो साथीभाइहरूले नि के सजेसन छ भनेदेखि चाहिँ एआईलाई चाहिँ युज चाहिँ गरौँ होइन मजाले गरौँ होइन तर आफूले गरिरहेको छु भन्ने थाहा पाएर चाहिँ गरौँ के गरिरहेको छु भन्ने के गरिरहेको छु भन्ने कुरो थाहा पाउनु पऱ्यो के निकाल्न खोजेको त्यो चाहिँ आफ्नो सोच चाहिँ हुनु पऱ्यो त्यहाँनिर होइन अब ऱ्यान्डमली गरेर बसेर चाहिँ अलिक नहोला सायद अनि गफमा के फुर्यो भनेदेखि जस्तै कि ट्राई गर्नुपर्छ भन्छन् होइन कुनै पनि कुरा ट्राई गर्नुपर्छ भनेर भन्छन् अनि यो चाहिँ मैले अब क्लासमा पढाउँदाखेरि पनि आउँछ क्या कुराहरू युट्युबको भिडियो हेरेर स्विमिङ सिक्न आउँछ त एकदम राम्रो होइन युट्युबको भिडियो हेरेर चाहिँ कोही स्विमिङ सिक्न आउँछ र त्यसले त पानीमै चिर्नु पर्यो होइन अब पानीमा चिर्दाखेरि पानी खाइन्छ त होइन सफोकेसन हुन्छ तर पनि हात खुट्टा त चाल्नै पर्यो भने पछाडि चाहिँ सर्टेन लेभलमा कुनै पनि नयाँ कुराहरू गर्दाखेरि सफोकेसन आउँछ तर सफोकेसन आयो त पनि ट्राई चाहिँ गराउनु पर्यो होइन अनि अब यसो साथसाथै म चाहिँ अब अलिकति हामी एन्डिङतिर नै जाँदैछौँ होइन धेरै कुराहरू त हाम्रो भइसकेका छ प्रोडक्टिभिटीको बारेमा डिस्ट्र्याक्सनको बारेमा होइन कसरी चाहिँ एटेन्सन स्प्यानको सर्टेन कुराहरू पनि गऱ्यौँ अनि त्यही हिसाबमा अपकमिङ जेनेरेसनहरूलाई होइन हजुरले के भन्न चाहनुहुन्छ होइन के चाहिँ गर्दाखेरि हुन्छ भन्ने चाहिँ सुझाव छ त अपकमिङ जेनेरेसनमा चाहिँ के छ भन्दा सबैभन्दा पहिला चाहिँ अब आफैले लाइक थिङ्सहरू चिजहरू अथवा आफैलाई नै किन नहोस् होइन आफैलाई नै किन नहोस् सबै हरेक चिजले पहिला बुझ्ने कोसिस गर्नु अन्डरस्ट्यान्ड होइन अन्डरस्ट्यान्ड हुनु पऱ्यो त्यो अन्डरस्ट्यान्ड कहाँबाट आउँछ नलेजबाट नलेज गेन गर्नु पऱ्यो नलेज गेन गर्नु पऱ्यो त्यहाँबाट अब अन्डरस्ट्यान्डिङ बनाउनु पऱ्यो अन्डरस्ट्यान्ड भइसकेपछि बुझिसकेपछि अब अन्डरस्ट्यान्ड भइसक्यो त्योबाट केही रिजल्ट आउँछ केही गर्नुपर्छ भन्ने कुरो त आउँछ होइन अब हामीले बुकमा एउटा चिया बनाउन सिकेपछि अब सिकेर जानेर त बुझ्यो त्यसलाई अब चिया पनि बनाउनु पर्यो नत्र यत्तिकै बुझेर मात्रै चिया खाइँदैन नि त खाइँदैन त्यो भएर त्यसले चाहिँ अब सिकेर पनि त्यो चिया बनाए जस्तो अब हामीले सिकेर अन्डरस्ट्यान्ड गरेर त्यसलाई एक्सन पनि लैजानु पर्यो एक्सन ओरिएन्टेड हुनु पर्यो भन्छु है ओके मेन चिज सो मेन थिम भनेको यहाँबाट चाहिँ तपाईँहरू हामी सबै चाहिँ के गर्नु पर्यो भने चाहिँ कुनै एउटा आइडिया यहाँनिर छ भने आइडियालाई बोकिराखेर मात्र भएन त्यसलाई चाहिँ एउटा सर्टेन इम्प्लिमेन्टेसनमा जानु पर्यो त्यो आफै बन्नेवाला छैन तपाईँको इन्भल्भमेन्ट चाहियो होइन त्यहाँनिर तपाईँभित्रबाट चाहिँ उम्लिन खोजेको चिज हो भने तपाईँले पनि निकाल्नु पर्यो नि त होइन त्यो आफै त बाहिर निस्किनेवाला छैन सो एउटा सर्टेन चाहिँ हात खुट्टा त चाल्नै पर्यो उयो स्विमिङ गर्दाखेरि हात खुट्टा चाले जस्तो त्यो चाहिँ गर्नुपर्छ भने चाहिँ हाम्रो चाहिँ सुझाव रहेको छ अनि अब जस्तै अब आन्दोलन पनि के अरे आन्दोलन भयो चुनाव भयो सरकार चेन्ज भएको छ होइन अब यो पोलिटिक्सलाई चाहिँ तपाईँले चाहिँ कुन तरिकाबाट हेरिरहनु भएको छ त अहिले अब अहिलेको भएको सिनेरियोलाई अब यसलाई चाहिँ कुनै पोजिटिभ चेन्जको रूपमा चाहिँ हेरिरहेको छौँ अब पहिलाको हेर्ने हो भने चाहिँ त्योभन्दा अब यसो हामीले पनि इमेजिन गर्दा यसो बुझ्दा चाहिँ अब पक्कै पनि पोजिटिभ चेन्ज चाहिँ आउँछ पोलिटिक्समा भन्ने चाहिँ छ अब मेरो चाहिँ के छ एउटा धारणा पोलिटिक्सप्रतिको एउटा मेरो के आशा छ भन्दा यो हामी अहिले जुन जोडिरहेको छ इनोभेसन टेक सेक्टर छ होइन नेपालको हामी कति पछाडि छौँ भन्ने कुरा हामी सबैलाई थाहा छँदैछ अरू हेरेर होइन हो अब हाम्रो आउने पोलिटिक्सले चाहिँ यो टेक इनोभेसन रिसर्च एन्ड डेभलपमेन्टलाई चाहिँ अझै बढी प्रमोट गरोस् अझै धेरै सपोर्ट गरोस् नयाँ नयाँ राम्रो पोलिसीहरू बनाओस् होइन जसले गर्दा चाहिँ हाम्रो देशभित्र भएको जुन पोटेन्सियल छ होइन जति पनि पोटेन्सियल छ अब जुन कोही अब धेरै इन्डिभिजुअलहरू पनि छन् जसले यो सेक्टरमा केही गर्न खोजिरहेको छ उनीहरूलाई सजिलो होस् होइन हो त्यो तरिकाको चाहिँ एउटा मेरो आशा छ यो अहिलेको अपकमिङ गभर्मेन्टले चाहिँ एड्रेस गर्नु चल्यो सो
अब जुन चाहिँ यो सांसदहरू अहिले भर्खरै चुनिनु भएको छ होइन अनि पुरै अब हामीले नसोचेको चिज भन्न पर्ला एक तरिकाले होइन इमेजिन गरेका थिएनौँ होइन त्यो इमेजिन नगरेको कुरा नै हुँदाखेरि चाहिँ ओके ल सबैजना आशावादी नै छौँ अनि त्यही आशाको साथमा चाहिँ यो पोलिसी लेभलमा जुन युथहरूलाई चाहिँ अब अगाडि युथ अगाडि बढ्नुपर्छ भनिरहेको थियो पहिला अब साँच्चै युथ अगाडि आइपुगेको छन् होइन सो युथले चाहिँ मोरलेस चाहिँ युथको कुरा त मजाले बुझि नै हालेको छ सो त्यो पोलिसी लेभलमा पनि त्यो सर्टेन लेभलको चेन्जेसहरू भएर नयाँ जेनेरेसनले चाहिँ आफ्नो चाहिँ आइडिया र इनोभेसनको कुराहरू त्यहाँ चाहिँ हालेर नयाँ कुरा चाहिँ हामीले हेर्न पाऊँ होइन अनि पोलिसीले चाहिँ यति सहज गरिदियोस् कि कुनै एउटा इनोभेसनको लागि चाहिँ ट्राई गर्न खाले मान्छे छ भने उसलाई सहज होस् एकदम होइन त्यति भयो भने चाहिँ खासै केही ठुलो चाहिँ डिमान्ड त छ जस्तो मलाई लाग्दैन होइन एटलिस्ट आफूलाई गर्न मन लागेको चिज होइन भित्रपट्टि फुरेको कुराहरू आइडियाहरू त्यसलाई कुनै तरिकाबाट चाहिँ सलिडिफाई गर्न मिल्छ भने त्यो चाहिँ प्रोसेसमा जान पाउनु पर्यो सो हाम्रो सायद अब यो आवाज यहाँमा हामीले जुन कुरा गरिरहेछौँ यो कुरा त माथि अब पछि अपकमिङ सांसद होइन सांसद उहाँले पनि कुराहरू सुन्नुभएकै छ सो उहाँले यसलाई एड्रेस गर्नुहुन्छ भने हामीले चाहिँ सोचेका छौँ त्यो फाइनली वी आर द एन्ड अफ द सो अब म अविनाश ब्रदरलाई चाहिँ यो प्रोग्राममा आइदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु सच ए यङ गाई होइन स्टिल इन इज स्टडिज एन्ड त्यसपछि एक्सप्लोरिङ डिफ्रेन्ट थिङ्स यो कमेन्डेबल कुरा हो सो तपाईँहरूमध्ये पनि कतिले चाहिँ आफ्नो चाहिँ केही सोचमा केही गर्छु भनेर लागिरहनु भएको छ भने चाहिँ हिज वान अफ द रोल मोडल भन्न सकिन्छ है किनभनेदेखि अब ब्याचलर लेभल पढ्दै गर्दाखेरि इन्जिनियरिङको पनि कुराहरू ट्राई गरिरहेको कन्टेन्ट क्रिएसनको पनि कुरा भइरहेको छ यहाँनिर प्लस एउटा मेसेजहरू फ्लो गर्दै हुनुहुन्छ होइन सोसाइटीको लागि चाहिँ अनि प्रब्लमहरू छ भनेदेखि प्रब्लमको सोल्युसन पनि छ भन्ने कुरामा चाहिँ एउटा चाहिँ होइन लुकअप टु गराउनु भएको छ त्यसलाई चाहिँ यु आर डुइङ अ कमेन्डेबल जब एन्ड डु किप इट अप होइन थ्याङ्क यू फर बिङ अन द सो आई वान एन्ड त्यस पछाडि चाहिँ वी लाइक टु सी यु अगेन समटाइम इन द फ्युचर एज वेल यसै भनेर चाहिँ हामी छुट्टिन्छौँ हुन्छ सर एकदम मलाई पनि एकदम धेरै खुसी लाग्यो हजुर अब आफ्नो कुराहरू एकदम राख्न पाएँ अघि नै मैले आज त लाइक यो कन्टेन्ट क्रिएसनले किन जोड्यो भने जस्तै होइन आफ्नो कुराहरू राख्न जोड्यो तपाईँहरूको मार्फत मैले मेरो कुराहरू पनि राख्न पाएँ त्यसमा एकदम धेरै आभारी छु म हजुर है तपाईँहरूलाई यसको चाहिँ अब मैले कसरी यसमा केही गर्नु पनि छैन केसम्म चाहिँ गर्न सकिन्छ भन्ने चाहिँ म आफै नै भनिदिइहाल्छु हुन्छ अब हामीले धेरै कुराहरू गरिरहेको छ त्यो धेरै कुरा गरेकोमा चाहिँ विश्वकर्मा ल्याब्सको बारेमा सर्टेन कुरा म भनिहाल्छु यहाँनिर डिफ्रेन्ट खालको चाहिँ एक्टिभिटिजहरू हुन्छ लाइक न रिसर्चहरू भइरहेको हुन्छ प्रोस्थेटिक आर्म्समा यहाँ कुरा भइरहेको हुन्छ 3D मोडलिङको कुराहरू छ होइन अनि डिफ्रेन्ट इभेन्टहरू पनि यहाँ अर्गनाइज भइरहेको हुन्छ तपाईँहरू चाहिँ जसले अब यो फिल्डमा चाहिँ इन्थुजियाजम देखाउनु भइरहेको छ उहाँले चाहिँ हाम्रो च्यानललाई फलो पनि गर्नु होला अनि यही अगाडिबाट चाहिँ अब यहाँ कुनै चिज नयाँ काम भएको छ भने यु क्यान गेट होइन हाम्रो रिचमा गएर चाहिँ आफ्नो आइडियाहरूलाई चाहिँ यहाँ ट्राई आउट पनि गर्न सक्नुहुन्छ सो हामी चाहिँ एउटा अर्ग्यानिक वेबाट ग्रो हुन खोजिरहेका छौँ सो तपाईँसँग आइडिया छ यु वान्ट टु ट्राई इट आउट समथिङ डिस्कसन गर्नलाई चाहिँ साथी चाहिरहेको छ अथवा चाहिँ रिसोर्सेसहरू केही युज गर्नुपर्छ भनेदेखि त्यो पनि युज गर्न सक्नुहुनेछ एट द सेम टाइम तपाईँले यो जुन चाहिँ नि हाम्रो पोडकास्टको चाहिँ स्टेज देखिरहनु भइरहेछ मे बेला यु क्यान कम ओभर एन्ड मेक युज अफ दिस एज वेल होइन सो त्यो चाहिँ हामी सबै भ्युवर्सलाई भन्न चाहन्छौँ अनि अब यो चाहिँ इमर्जिङ फिल्ड नै हो नि त रोबोटिक्स होइन रोबोटिक्स इमर्जिङ फिल्ड नै भयो अब प्रोस्थेटिक आर्म्सको लागि चाहिँ रिसर्च गरि नै रहेको छ यहाँनिर होइन त्यो चाहिँ कतिको निडफुल छ त्यो त राम्रै कुरा जस्तो लाग्छ है मलाई यो प्रोस्थेटिक आर्मको कुरा गर्नुभयो तपाईँले होइन यो चिजमा चाहिँ म नि अब रोबोटिक्समा चाहिँ एकदम एन्थुजियास्ट तपाईँले अघि नै इन्जिनियरिङको कुरा गर्नु नै गएको थियो अब मैले रोबोटिक्स आर्महरू भने प्रोजेक्ट गरिरहेको छु ए ओके मैले चाहिँ त्यो त्यहाँनिर चाहिँ पुग्नु भएन सायद होइन अच्छा मैले त्यो गरिरहेको छु प्रोस्थेटिकतिर पनि मेरो नि एकदम ठुलो इन्ट्रेस्ट छ होइन ए गर्ने काम चाहिँ के छ रोबोटिक्समा अब अहिले वर्ल्डमा जता पनि हेर्ने हो भने पनि अहिले रोबोटिक्सको चाहिँ हाइप आउन सक्यो है अब हरेक चिजलाई चाहिँ रोबोटले रिप्लेस गराउने तरिकाले रिप्लेस भन्दा पनि रोबोटिक्सको युज गरेर हाम्रो कामलाई चाहिँ मोर एफिसियन्ट बनाउने तरिकाले हो त्यो तरिकाले चाहिँ रोबोटिक्स अहिले वर्ल्डमा अहिले इमर्ज भइरहेछ बढी हिसाबले सो ठिक छ त्यो भएर रोबोटिक्समा पनि अब हामीले अझै केही गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ सो तपाईँहरूले पनि ल्याबमा आफ्नो रिसर्चहरू गरिराख्नुपर्छ एकदम धेरै मलाई खुसी लाग्यो यो पनि हुँदै रहेछ है भन्ने कुरा लागेर होइन थ्याङ्क यू भेरी मच पछि बिस्तारै हामी
मजाले एउटा सर्ट कोलाबोरेसन पनि होस् तपाईँले पनि अब रोबोटिक्समा त्यो दिएको इन्ट्रेस्ट चाहिँ त्यो इन्ट्रेस्टको हिसाबमा अथवा केही गरिरहेको चिजहरू यहाँनिर अब इम्प्लिमेन्ट हुन पायो भने त्यो पनि अझ राम्रो हुनेछ होइन सो हेरौँ अनि स्काई इज द लिमिट भने जस्तो नै अब हामीले ट्राई आउट गर्दै जाउँ तर एट द सेम टाइम एट द एन्ड हामीसँग एउटा सर्टेन चिज छ म निकालिहाल्छु यहाँ छेउबाट खुसुक्क लगाएर यो चाहिँ हाम्रो साथीको लागि चाहिँ अविनाश ब्रदरको लागि एप्रिसिएसन फर बिङ हियर र हामी जो साथीभाइहरू आउनुभएकोलाई चाहिँ थ्याङ्क यू त भन्नै पऱ्यो नि र थ्याङ्क यू फेरि मुखले मात्र भनेर अलिक पुग्दैन जस्तो लाग्छ त्यही भएर चाहिँ हामीले चाहिँ यो चाहिँ टोकनहरू चाहिँ तपाईँको लागि चाहिँ प्रिपेयर गरिराखेका छौँ दिस इज फ्रम विश्वकर्मा ल्याब्स एन्ड थ्याङ्क यू फर बिङ हियर थ्याङ्क यू भेरी मच